सामाजिक टेलिश्रृङ्खला जुठे अब भने नयाँ कथामा प्रस्तुत हुने भएको छ। दर्शकबिन कलाकार राजु पौडेल राजु मास्टरले एउटा फोटो र स्ट्याटस सार्वजनिक गर्दै उनले लेखेका छन्, सम्पूर्ण दर्शक महानुभावलाई नमस्कार र तपाईँहरूकै सल्लाह सुझाव र माग अनुसार नै अब हामीले जुठेलाई केही नयाँ तरिकाले प्रस्तुत गर्दैछौँ। एउटै कथा शैलीमा यहाँलाई पनि बोर लाग्न सक्छ भनेर र तपाईँहरूको मागको कारणले पनि आज हामीले कथालाई अलिकति परिवर्तन गर्दैछौँ र केही समय प्रतीक्षा गर्नुहोला भनेर पनि कलाकार राजु मास्टरले केही दिन अघि एउटा सामाजिक सञ्जाल आफ्नो फेसबुकमा स्ट्याटस समेत राखेका थिए दर्शकबिन। र हामीले यो पनि बुझ्न सकिन्छ कि अब जुठे भने नयाँ कथा श्रृङ्खलामा आउनेछ र नयाँ कथा श्रृङ्खलामा आइरहँदा यहाँले त्यो कतिको परिवर्तन पाउनुहुन्छ अवश्य पनि तपाईँले जानकारी गराउन सक्नुहुन्छ। र जुठे सिरियल नेपाली सामाजिक टेलिश्रृङ्खलामा निकै नै रुचाइएको टेलिश्रृङ्खला पनि हो र उक्त सिरियलमा मरिसमान श्रेष्ठ, बल्छी दुर्वे, राजु पौडेल, राजु मास्टर, रुक्मिला अधिकारी, त्यसैगरी सरिता ढुङ्गाना, रवि गिरी लगायतका कलाकारहरूले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन् र निकै नै लोकप्रिय सिरियल पनि हो। र तपाईँ पनि जुठे सिरियलको फ्यान हुनुहुन्छ भने हामी जुठे सिरियलको फ्यान हो भनेर पनि कमेन्टमा लेख्न सक्नुहुन्छ र हामीलाई युट्युब अन्तर्गत हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला र सँगै आउने बेल आइकन दबाउन नबिर्सिनुहोला भने यसै गरी तपाईँले हामीलाई फेसबुक पेजबाट हेरिरहनु भएको छ भने हाम्रो पेजलाई फलो गर्नुहोला।